बाजे लिम्बुनी केटी बे गर्यो भने यसरी फाइदा पनि छ है। फाइदा यो फाइदा लिम्बुनी केटी बे गर्यो भने चाहिँ यस्तो फाइदा छ। जस्तै नानी भन्जा भान्जी भयो भने चाहिँ माउलीबाट यस्तो चिज आउँछ च्यातार च्यातार भने जस्तै यहाँ ल भान्जा भान्जी भयो भने माउलीबाट लगिने गरिन्छ यसरी एक डोको अचार बिचार चामल मार मसला सुत्केरीले खाने सबै यो सबै चाहिँ टोङमा पनि लिएर जाने चलन हुन्छ। अनि सुत्केलीलाई स्पेसियल भालेको सुप बा यसरी पिरेङ्गो भरि यसरी बोकेर जाने गरिन्छ है। गरौँ पो हुँदो रहेछ बाजे नसक्ने रहेछु म त। कति केजी हुँदो रहेछ म यसरी एकचोटि उचाली हेर्छु है। लिम्बुनी बे गर्नुलाई फाइदा यो हो बा ल लिम्बुनी केटी बे गर्नु है साथीभाइहरू। यो सबै भालेको के सुत्केरीको न्युट्युमा तपाईँहरूले भालेको टाउको मजाले खान पाउनुहुन्छ। ल लो आम्बा बाबा 20 केजी रहेछ बाजे गरौँ भयो हातै गल्यो। ल लिम्बुनी सुँगुरको मासुमा पल्केको के बाजे लिम्बुनीतिर ढल्केको सुँगुरको मासु पल्केर खाऊ लिम्बुनीतिर ढल्केर जाऊ ढल्केर जाऊ ल बाजे।